धुर्मुसलाई कतिसम्म खेदेका है। साँच्चै धुर्मुस मरेको हेर्न धेरै मानिसहरू चाहन्छन्। भनौँ भनेदेखि रिसाउला न है। किन भन्दाखेरि उनले देशको लागि केही गर्छु भनेको हो के, उनले मेरो गोजी भर्दे भनेको होइन के। उनले यो राष्ट्रमा एउटा क्रिकेट अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउँछु भनेको हो, सबै जनताको पैसाबाट हो के। सबैले बुझ्नुपर्ने हो, तर बिचरालाई कसैले नबुझे जस्तो गर्छन् के। आखिर उसले आफ्नो परिवारको लागि चाहेको भए त के चाहिँ गर्न सक्दैन थियो होला त। त्यति बेला त्यस्तो चलेको कलाकारले युरोप र एउटा अमेरिकामा गएर आरामसँग अलिअलि सानो कार्यक्रममा हिँडेरको भरमा पनि उसले ज्यान पाल्थ्यो। तर उसले राष्ट्रको लागि सोच्यो, देशको लागि सोच्यो, मैले यो राष्ट्रमा केही गर्नुपर्छ, म जन्मेको केही गर्नको लागि हो भनेर एउटा खेलाडीहरूको लागि अथवा देशैको गौरवको आयोजना उसले लिएर आयो। विविध कारणले गर्दा उनले सकेन। तर आजसम्म कुनै पनि निकायले भनेको छैन कि धुर्मुसेले पैसा खायो, यसले यति करोड रुपियाँ घोटाला गर्यो, काम यति ठाउँमा देखिएन, पैसा देखिँदैन भनेर कुनै पनि निकायले भन्दैनन्। तर नेपाली जनता उनले कति नै संसारै खाएको जस्तो, भ्रष्टाचारै गरेको जस्तो, अनियमितता नै गरेको जसरी उनलाई खेदिरहेछन् के। त्यो पनि केही व्यक्तिहरू लागि परिरहेका छन्, जसले चाहिँ सधैँ नराम्रो कुराहरू मात्र सामाजिक सञ्जालमा पोस्ट गर्छन्। उनीहरूको सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांश धुर्मुसको विरोध गर्ने मान्छेहरूको हेर्दाखेरि नराम्रो अथवा आलोचना मात्र गर्ने देखिन्छ। आखिर एउटा जब कलाकारले यत्रो देशको लागि केही गर्छु भन्दाखेरि त्यत्रो हिजोको दिनमा पनि विपद व्यवस्थापन अथवा विपदको बेलामा जनताको लागि सेवा गरे कलाकारलाई यसरी नखेदन यार। सकिन्छ भने राज्यले सकेन भने हामी सबै जनता मिलौँ न, मिलेर जब एउटा कलाकार बचाउन सकिँदैन र, चाह्यो भने सकिँदैन र, मजाले सकिन्छ नि होइन। तर किन होला यसरी खेदो हानेका। आखिर उसले नराम्रो चाहिँ के गर्यो म त्यो भन्न चाहन्छु। हो, उसले योजना गर्यो, भ्रष्टाचार त गरे होइन नि त, अनियमितता त गरे होइन नि त, उसले त काम गर्दा गर्दै नसकिया हो के। अनि धुर्मुसलाई त धन्यवाद दिनुपर्ने हो त होइन र। केही तारा बरालहरू जस्ता, पुण्य गौतमहरू जस्ताको कुरा सुनेर अझै अहिले त विजयजङ बस्नेत भन्ने व्यक्ति पनि लागि परेर रहेछ धुर्मुसको बारेमा जतिखेर नराम्रो पोस्ट गरे मैले देखिरहन्छु। जसको चाहिँ अर्काको विरोधै गरेर जिन्दगी बित्या छ, अर्काको बारेमा कुरा गरेर जिन्दगी बित्या छ, उनीहरूको कुरा सुनेर मानिसहरू धुर्मुसलाई आलोचना गर्छन् यार। ठिकै हो, धुर्मुसले त ल ठिकै छ, उसले गर्ने प्रयास गरे होइन र। पैसाको त जनताको पैसा त सदुपयोग गरे हो नि त। हामी आफै हेरौँ न, नेपालमा भनौँ भने पत्याउँदैनन् होला, नेपाल सरकारले मूल पानीमा क्रिकेट मैदान बनाउँछु भनेर कति वर्ष अगाडिदेखि लागेको है। अहिले पनि पुरा गरेको छ त छैन नि। कति वर्षपछि बल्ल बल्ल एउटा लाइट हाल्यो होइन। अहिले एनपिएल चलिरहेछ, सबैले देखाएको छ त। धुर्मुसले त केही महिनाभित्रै काम गरेर देखाएको होइन र भने के, जति पैसा थियो त्यो पैसाले त उसले काम गरेर देखाएको छ त अगाडि यार। हामी नबुझ्ने हो कि बुझेर पनि हेप्या हो कि पेल्या हो कि मैले बुझ्न नसकेँ। राज्यले वर्षौँ लगाउने काम उसले महिना दिनभित्र उठाइदिएको हो नि त। उसले पैसा भएको भए त उसले ढाँटेको होइन, 1 वर्षभित्र क्रिकेट रङ्गशाला ठडाइसक्थ्यो उसले, भन्नुको मतलब काम गरिसक्थ्यो। तर जति पैसा उठ्यो, पैसाको उसले बोलेको भन्दा धेरै हिसाब निक्ल्या छ। अनि उसलाई भ्रष्टाचारी भन्न मिल्छ र होइन र। ल ठिक छ, धुर्मुसले गर्दा गर्दै सकेन, अनि राज्यले किन अपहेलना गरेको। ल राज्य त सबैलाई थाहा छ, राजनीतिक दलको कार्यकर्ता भइदिएको भए बजेट हाल्थ्यो, बजेटलाई मिलाउँथे। हाम्रो देशमा थाहा छैन र, बजेट खानको लागि सबै मिल्छन्, तर एउटा राष्ट्रको लागि, एउटा कलाकारको लागि त्यो पनि बाँकी पैसा तिर्नुपर्छ भन्दाखेरि, तिर्नु छ भन्दाखेरि सबैजना भाग्छन्। त्यही ठाउँमा एउटा कार्यकर्ता भइदिएको भए कसरी उतार्थे। जे भए पनि धुर्मुसका आँसुले नपोलोस्। एउटा हामी सोचौँ, नागरिक सोच्छ, एउटा इमान्दार नागरिक भएर सोचौँ त। उनले आफ्नो लागि, आफ्नो परिवारको लागि, आफ्नो छरछिमेकको लागि अनि आफ्नो समाजको लागि गरे होइन, उसले राष्ट्रको लागि सोचेर गरे हो नि त। त्यहाँ त धुर्मुसको मात्र होइन नि त, भोलि हाम्रा बच्चाहरू पनि खेल्न सक्थे, यो राष्ट्रभरिकै बच्चाहरू खेल्न सक्थे, अन्तर्राष्ट्रिय स्तरका व्यक्तिहरू खेलाडीहरू आएर खेल्न सक्थे। यस्तो गौरवको आयोजना गर्ने, यति ठुलो आड गर्ने व्यक्तिलाई हामी आज किन यसरी गिराइरहेछौँ, किन यसरी भनिरहेछौँ ए धुर्मुसका गाडी छन् रे, यति ठाउँमा जग्गा किन्यो रे। हामीलाई कमसेकम लेख्दाखेरि पनि भोलि मर्ने बेला पनि
भनौँ न अब हामी त धर्ममा विश्वास गर्छौँ, मर्ने बेला पनि सास नजाने कुरा नगरौँ के। एउटा मान्छे मर्नु र बाँच्नुको अवस्थामा छ, त्यो मान्छेलाई त हौसला दिएर ठिक छ तिमीले गर्यौ, आज यति गर्यौ, अब हामी तिमीलाई सम्मान गर्छौँ, ठिक छ राम्रो धर्मुसले गरे हो भन्ने गर्ने ठाउँमा बाबा धर्मुसलाई त सक्दैछ नि त यार। किन यसरी खेदेको? के बिगारिदिया छ र यार? राष्ट्रको लागि केही घटाउने काम गरे हो र? के देशको लागि मैले केही गर्छु भन्नु अपराध हो भने त भन्नु के छ र होइन? अपराधी नै मैले पनि मानौला, सबैले मानिसकेपछि। अनि एउटा राष्ट्रको लागि केही गर्छु भनेर हिँडेको मान्छेलाई यसरी गिराउनु, यतिसम्मको तल्लो स्तरको कमेन्ट गर्नु, ऊ खुसी भएर अलिकति हाँस्यो कि ए भ्रष्टाचारी हाँस्यो, भ्रष्टाचारीले यस्तो गर्यो, हेर त हेरे रङ्गशालाको पैसा खाएको बाबु, त्यही पैसाले होला मातेर यसरी भिडियो बनाएको। ऊ हाँस्नै हुँदैन यार, ऊ हाँस्यो कि मान्छेले भ्रष्टाचारी देख्छन्, ऊ अलि अन्यारो भयो कि उसले नाटक गरे जस्तो देख्छन्। अनि एउटा कलाकारलाई अब हुन त धर्मुसले भने पनि थिए होइन, यो देशमा राम्रो मान्छेलाई बाँच्न दिँदैनन्। उसले भनिरहेको छ त मबाट गल्ती भएको भए माफी चाहन्छु, तर उसले कुनै पनि व्यक्तिले अहिलेसम्म हात उठाएर भन्न सकेको छैन कि कहाँ प्रमाणित रूपमा यसले यति खायो भनेर के। तर सबै निकायले भनिरहेछन् धर्मुसले देखाएको भन्दा धेरै काम भएको छ। धर्मुस सकिन्छ भने हौसला दिउँ, तर कसैलाई गिराएर आफू ठुलो हुन्छ भन्ने त्यस्तो सोच नराखौँ। धन्यवाद।